आइसकेको छौँ। अब माइक भएको भए अलि राम्रो आउँथ्यो होला भ्यू। अलिकति हाइलाइट भएर होइन, यो घरको पनि हाइलाइट भएर होइन, यहाँबाट ट्याक्क देखिन्छ शीतलाको भ्यू। तर भाइ भरै बवाल भयो त्यहाँ है। लाइफ टाइम एक्सिडेन्ट अब थर्किँदैन। बाटो पनि मखन भाइ हाइकिङ आउनु भइरहेछ भाइ। यति राम्रो ठाउँमा हजुरहरूलाई स्वागत गर्न चाहन्छु म। यहाँ आएर दुईवटा बाटो आयो, हामी जाने पक्कै बिजोटे हो। किन भन्दाखेरि हामीले ठाउँमा हेरेर बिजोटे आएको थियो। बाफरे क्या राम्रो ठाउँ यार। ओ माई गड, ठ्याक्क हामी पानी पऱ्यो भोलिपल्ट आएर नि यस्तो भयो नि भन्दै। हेर्नु त राम्रो ल। आइसकेको छौँ। अब यहाँबाट कच्ची बाटो सुरु भएको छ भने कच्ची बाटो सुरु भएको छ। हेर्न सक्नुहुन्छ हाम्रो च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला। यसरी बिचको बाटोबाट पानीमा हालेर हेरेपछि अलिअलि यताको भाइ माछा हातेको आउने है। दुईतिर घरको बिचमा रोड हामी चाहिँ यहाँ भेडा फार्ममा आउँदा आउँदै बाटोमै सुटिङ परेछ। अब यहाँ हाम्रो भ्लगको नि सुटिङ हुन्छ। हिरोइनको हो चाहिँ थाहा छैन, जिन्दगी नदेखा अनुहार छ। तपाईँहरूले चिन्नु गर्नु होला। सुटिङ चाहिँ फेरि यस्तो छ कि गाई गोरु बाँधेर हिँडिरहेछ ट्याक्क लाएर लगाइ। हामी फाइनली भेडा फार्म हिँडिसकेको छौँ। हाम्रो ग्रुप राइडै रहेको छ। अगाडि हुनुहुन्छ हाम्रो श्याम दाई, पछाडि अब म चाहिँ देखिरहनु भएको। कपालती बिग्रेको अघि म स्कुटर चलाएको थिएँ हेर्नु लगाएर। अहिले दाइले हाँकिरहनु भएको। इन्भाइरोमेन्ट चाहिँ यति अख्खा छ नि गाई, शान्त स्वच्छ सफा सुन्दर। यता आएपछि चाहिँ घाम अलिकति चर्किँदै गएपछि गर्मी गर्ने थोरै भए जस्तो भएको। तर के भएन, रमाइलो छ। सकिने एउटा सुटिङ थियो आबाट आमा फिल्मको अरू हुने त्यस्तै हो। त्यो फिल्मको भ्यू झन् हाम्रो भ्लगमा बढी भ्यू आउनु पऱ्यो। हाम्रो त्यो टार्गेट रहेको छ। अब उतै गएर भेटाउन आयो तपाईँलाई। गाइस ऊ बिचमा हुनुहुन्छ श्याम दाई, अगाडि हुनुहुन्छ राम दाई, त्योभन्दा अगाडि कृष्ण दाई हुनुहुन्छ। हामी यसरी सबैजना ग्रुपमा चट्ट गरेर हिँडिसकेका छौँ। कुर्ता अब भेडा फार्म आउनै लागिसक्यो। त्यस्तै छ है गाइस, बिचको क्लिप्स आइरह। अरू भन्दा त्यस्तै हो गाइस। हामी फाइनल्ली भेडा फार्म नै आइसक्यौँ। यहाँनिर भेडा चढिरह ट्याक्क लाएर। यहाँनिर अर्को यतापट्टि ठाउँ छ। यहाँनिर यतापट्टि ठाउँ, यहाँनिर ठाउँ चितलाङको गाउँहरू। त्यहाँनिर अर्को गाउँहरू चट्ट लगाएर जे है त गाइस भेडा फार्म। हामी आइसक्यौँ यहाँ भेडा फार्मको पार्क। यहाँ भेडा है, भेडा पार्क। ठ्याक्कै अनुहार पनि केपी ओलीको जस्तै छ। हामी फाइनल्ली भेडा फार्म आइसकेको छौँ। यति राम्रो छ, यति राम्रो छ, कुरै नगरौँ। भेडा बाख्राहरू सबै अगाडि छन्, के पछाडि पनि छन्। हाम्रो त कुरै नगरौँ, हामी त सर्वश्रेष्ठ प्राणी भइहाल्यो। यहाँनिर ट्याक्क छ रानी ठाउँ र यसरी हेर्नु गाइस। त्यहाँ डाँडामा
फोटो खिच्दै हुनुहुन्छ दिदीहरू पक्कै पनि टिकटक बनाएको हुनुपर्छ यी फन पनि छ यहाँ प्यारेन्ट फन यस्तो हुन्छ फन भने उनी हो ल अहिले भेडा फार्ममा आएर भेडा नि हेऱ्यो त्यही हो काठमाडौँदेखि हेर्न आएको कुरा मस्त चरिरहेको भेडा चाहिँ बिचमा बाख्रा नि छ यहीँ भेडाको बिचमा बाख्रा गाइस हामी चाहिँ भेडा फार्मबाट फर्किसक्यौँ तर यहाँ यति बेला मान्छेको फ्लो यस्तो बढेको छ कि कुट्न नरम सबैजना भर आउँदैन हामी चाहिँ फर्किसक्यौँ भनेपछि हामी अलिकति एक्स्ट्रा अर्डिनरी नै हौँ बिहान पनि मन्दिर खोज्दा पुगिसकेका थियौँ हालत यस्तो भएको हेर्नु नै पसिना पसिना यसरी हिँडिराखौँ ठ्याक्क लाएर गाइस अब हाम्रो 3टा डेस्टिनेसन कम्प्लिट भइसकेको छ अब हामी जान्छौँ कुलेखान ड्याम अनि ड्याममै गएर भेटौँला है त गाइस यहाँ हेर्न सक्नुहुन्छ ल हेर्न सक्नुहुन्छ अन्त त्यो साह्रो कहाँ भइसक्यो यहाँ